ओके गाइज, हामी चाहिँ अहिले ट्याक्क रामदी पुल आएर भिडियो गराउने कार्यक्रम चलिरहेछ। यहाँ चाहिँ अर्को पारिपट्टि अर्को पुल बन्दैछ। यो साइडमा चाहिँ यो हाम्रो रामदी पुल, अनि पारिपट्टि त्यहाँ देख्न सक्छ हाम्रो सिद्धथान मन्दिर भन्छ होइन, यता चाहिँ अर्को मन्दिर छ। यो तल नदी छ, टक्क मन्दिर बिचमा बसिरहेको। अब हामी कुरेर बसिरहेको मान्छेलाई हामी जे होस् रमाइलो छ। देख्नु त गाइज, हाम्रो कहीँ विदेशको भन्दा बाटोभन्दा केही कम छ त। छेउछेउमा लाइट हो, टक्क परमा लाइट जस्तै सिन के, लाइटै नभए पनि सिन त लाइट जस्तो छ नि। टक्क लाइन यस्तो दामी बाटो, दुईवटा हरियाली। के का स्विजरल्यान्डभन्दा कम छ हाम्रो रामदीको पनि, स्विजरल्यान्डभन्दा कम छैन हौ। यस्तो राम्रो बाटो। नेपाल भनेको चाहिँ माल पाएको चाल नपाएको ठाउँ हो कि यो 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 यस्तो राम्रो विज्ञापन नभएर यस्तो यस्तै ठाउँहरू। जुम्ला फुल्छ धान, जुम्ला फुल्छ धान, कर्णाली रोयाको ठाउँमा। कोही सुन्दैन कान, कर्णाली रोयाको ठाउँ। अहिले चाहिँ हामी टक्क यस्तो हरियाली एकदम। यिनलाई पनि हाम्रो गाउँ त देखा भनेर ल्याएको। यो तराईतिर बस्ने मान्छे पहाडतिर चाहिँ क्या रमाइलो भइरहेको होला खुच्चेलाई। यस्तो यस्तो राम्रो ठाउँ। तराईमा बुटोलतिरको मान्छे हो, हामीलाई पनि नयाँ ठाउँ जाँदा कस्तो होला भन्ने उत्सुकता भइरहन्छ नि त। त्यस्तै हो यो पनि। यो बाटोको चाहिँ एउटा कुरा चाहिँ मलाई मन पऱ्यो क्या अहिले चाहिँ कलाएर। यो साथी एकदम खतरा ठाउँ हो क्या यो। मतलब रातिमा आएको नयाँ नयाँ मान्छेलाई थाहा हुँदैन नि त बाटो कस्तो छ भने। सिधै गयो भने यहाँबाट खोलामा गण्डकी हो कि, अनि त्यही भएर यो टक्क यो रात राख्दैछ, हल्का टल्किन्छ नि त रातिमा त। त्यही भएर एक्सटेन्डै नबसी त राम्रो। त्यसले यो हेल्प गर्दो रहेछ। राम्रो देखियो पहिलाको खम्बाहरू भन्दा त अहिलेकै त्यही ठिक। पानी कहाँ कुवा आइछ त अनि। हाई बाबु हाई। कोही सुन्दैन कान, कोही सुन्दैन कान, कर्णाली रोयाको ठाउँमा। छक्कै नाच्दै नखैले हेरेर केटाहरू त खत्तम रहेछ नि। बुटलबाट अब सिधै जिरोमा गर्न नाच्था नि यस्तो पनि के भन्नु हौ। कोही सुन्दैन कान, कोही सुन्दैन कान। हार भाङकुरे बिचरा क्यामेरामै आएन हौ। यस्तो खिच्नु पर्यो एकछिन भयो नि। आयो अनै छ के, अनै छ क्या यो। भाङकुरलाई यहाँबाट चाहिँ पोखरा 85 किलोमिटर रहेछ। सडक भाँसिएको छ, बिस्तारै हिँड्नुहोस्। अरे यहाँ चाहिँ अलिकति भाँसिरहने ठाउँ हो, त्यही भएर पहिले बोर्ड राखिदिएको। अहिले त भाँसिया छैन, अहिले त बनाइसक्यो। यहाँ भाँसिरहन्छ क्या बेला बेला। यो बाटो चाहिँ खत्तमै छ हौ। यो बाइक जस्तै बेला बेला कच्चाकोच्चो हुन्छ, ढाकढाक गर्छ, बेला बेला केही पनि गर्दैन। अब यस्तो हो यो बाइक पनि। ओके गाइज, अब चाहिँ हामी यहाँबाट टक्क नास्ता पानी गरेर हिँड्ने हो। अब जिरोबाट चाहिँ मस्तो नास्ता खाइयो। अब जिरोबाट चाहिँ हामी गलेङसम्म पुग्छौँ। गलेङ 3 किलोमिटर छ यहाँ गाइज, 3 किलोमिटर।
हिमाल हिमाल भिडियो खिच न एउटा कुरा चाहिँ देखाउनु मन लाग्यो गाइज म हजुरहरूलाई चाहिँ देखाम है यहाँ हाम्रो भाइको जुगाडकै जुत्ता फोहोर हुन्छ प्लास्टिक बाँधेर हिँडिसकेको त्यहाँ देख्न सक्नुहुन्छ जुत्ता यस्तो फोहोर यस्तो दिमाग लाएर हिँड्छ नि हाम्रो भाइहरू उहाँ धोरो हाम्रो यस्तो केही मतलब छैन हामीलाई उसलाई जुत्ता फोहोर हुन्छ तर प्लास्टिक परदेशले गर्यो कि यो बाटो सङ्घले गर्यो कि स्थानीय त कुनले गर्यो विकास सबैले यही बाटो गराएको भनेर भोट माग्ने एउटा बाटो गराएपछि हाम्रो यो बाटो आफै विकास हुने खालको थिति बसालिदिउँ न पहिला भएको बजेट फ्रिज गरेर निक्लिएको बजेट फ्रिज गरेर काम गर्नेलाई काम गर्नु दिएको छैन तिमीहरूका यी राजनीति यस्ता राजनीति बन्द नभएसम्म नेपाल बन्दैन मलाई त खाँच्ची रिस उठ्छ फाइनल्ली हाम्रो गलिङ बजार आयो गाइज यस्तो झन्डा राखिरहेको यिनीहरूलाई लाग्दैन आचार संहिता त हामी अब गलिङबाट चाहिँ यसो पारितिरको बाटो लाग्नु पर्ने भयो होइन गाइज ल गाइज हामी चाहिँ यहाँ यता लाग्नु लाग्यो होइन यस्तै छ बाटो हाम्रोतिरको तिमीहरूले झोलेहरूले भोट हालेर यस्तै गर यो बाटो कहिले बन्ने होइन यहाँको बिजोग छ बिजोग हालत खराब छ नडराई तिमीले डराओस् क्या हो डराउनुहोस् यहाँ कुर्नियो कि नै हाम्रो गाउँको सिन हेर्नुहोस् गाइज देख्न सक्नुहुन्छ हाम्रो गाउँको सिन हाम्रो पछाडि अहिले चाहिँ एउटा प्यासेन्जर बढायो यो टुके पुके भन्ने दिल्ली पिल्ली भन्ने हल्लाखोरी मात्रै हो खालि बाइकमा बस्छु भन्छ एउटा बाइक हो 10 वर्षको विकास भनेको यही हो अरू के भन्ने एउटा बाटो बना न त के छ न त के छ न त केही गर्छन् भन्ने डर छ आश छ अझै पनि छैन फाइनल्ली हाम्रो जिम्माको एरियामा नै आइयो टक्क लाएर धुलो तेरो पछाडि हेर्ने एकचोटि तेरो पछाडि हेर्ने एकचोटि धुलो टोट हाम्रो ढाडे खोलामा आइयो गाइज हाम्रो ढाडे खोलामा एउटा धुलो खुवाउँदा पछाडि बस्दा अगाडि पनि जान्दिनँ पछाडि पनि जान्दिनँ यस्तो पनि ढाक गर्छ कि हेर्नै पर्दैन फस्यो केटो फसो भनेको ढिला आइदिनु तिनीहरूलाई धुलो उठ्छ फेरि फाइनल्ली घर आइ गाइज लाइक शेयर सब्सक्राइब